हेलो गाइज, वेलकम ब्याक टु माई युट्युब च्यानल। मेरो भिडियो हेरेर राम्रो लाग्यो भने सब्सक्राइब चाहिँ गरिदिनु होला हैन। म आज के भन्न आएको भने मैले भिडियो चाहिँ खासै युट्युबमा चाहिँ त्यस्तै अपलोड गर्दैन कि। अनि धेरै विद्यार्थीहरूले चाहिँ जापानको बारेमा युट्युबमा यसो सर्चहरू धेरै गर्नुहुन्छ नि त। सो त्यही भएर मैले यही कुरालाई समेटेर आज चाहिँ जापानको नियमको बारेमा थोरै कुरा बताउँछु कि थोरै। आज पनि हैन, आज कति 13 तारिक होला सायद हैन, 13 तारिक। नेपाली विद्यार्थीले काम गर्ने ठाउँमा पैसा चोरेर के गरेको क्या, यस्तो पैसा चोर्यो रे भन्ने न्युजहरू चाहिँ एकदम बढी भइरहेछ कि। एक त जापानिजले विदेशीहरूलाई फुटेको आँखाले पनि देखिसकेन है, त्यही माथि पैसा चोर्ने हो। कसम उनीहरूले आफ्नो नसोचे पनि आफ्नो देशको बारेमा चाहिँ सोच्नुपर्छ के। अब उनीहरूले गर्दा नेपाल नै बदनाम हुन्छ कि, नेपाल बदनाम भयो नि, हामी नेपाली हो भनेर त भन्नुपर्छ नि। दोकानो काता देश कहाँ भन्छ, नेपाल जिन देश नेपालको मान्छे हो भनेपछि त उसले हेर्ने नजरै फरक हुन्छ कि गाइज। आफ्नो नसोचे पनि आफ्नो देशको बारेमा सोचौँ न। सबै नेता गलत भयो भन्नेमा हामीले देशै बिगार्नुपर्छ भन्ने जरुरी त छैन नि। एकचोटि त्यो जापानको गाडी र नेपाली विद्यार्थीको साइकल ठोकिँदा 2,07,00,000 जरिमाना तिराउने भनेको थियो। त्यो सक्छ नेपालीले? घर जग्गा आफूलाई धितो राखे पनि त्यो पैसा हामीले तिर्न सक्दैन कि। हामी भनेको आफ्नो मेहनतमा बाँच्न सक्ने भयो हुने मात्रै हो कि। त्यो आल्तु फाल्तु कुरामा ध्यान दिने होइन। पैसा हुन्न जापानमा, दुःख छ, म त्यो बुझ्छु। त्यो छ भन्दैमा त्यसरी चोर्ने होइन के, इज्जत फाल्ने होइन आफ्नो। ऋण माग हुँदै भएन भने घर जाऊ, घर गएर सकेको गर, नसकेको बस। अब सकिँदै सकिन त के गर्ने त नि है। जबरजस्ती छैन कि गर्नै पर्छ भन्ने छैन। थाहा छ अब नेपालबाट ऋण खोजेर आयो, अब ऋण तिर्दै परिरहेछ, अहिलेसम्म पैसा छैन, घर कसरी फर्किम भन्ने आफ्नो मनमा चाहिँ हुन्छ। अब हेर न, त्यो बरु घर फर्किएको राम्रो। त्यो पैसा अब त्यो चोरेको अब त्यो न्युज सबले वरिपरि गाउँपरिको सबले हेर्छ। त्यो त्यस्तो चोरेर नराम्रो हुनुभन्दा काम पाइन गर्न सकेन भनेर फर्किएको राम्रो के। कमसेकम देशको बारेमा भयो नि सोच। एउटाले गर्दा सब नेपालीलाई असर पुग्ने हो। ल कहिले एयरपोर्टबाटै पक्राउ पर्यो भन्छ, कहिले यहाँको पैसा चोर्यो रे, ल नेपाली विद्यार्थी यस्तो, नेपाली विद्यार्थी उस्तो। बाप्रे, म त सुन्दा थाकिसकेँ। हामी त आएको 1 वर्ष हुन लागिसक्यो, अब आउने विद्यार्थीले झन् गाह्रो हुन्छ कि काम पाउन। कतिले बिचारा जापानको भविष्य सोचेर बसिरहेछ है त। कमसेकम उनीहरूको लागि भए पनि हामीले यहाँको माहौल चाहिँ राम्रो गराइदिनुपर्छ के। त्यही भएर म सबलाई के भन्न चाहन्छु भने लास्टमा सकेसम्म जापानिजको नजरमा राम्रो हुनुहोस्, नसके पाए केही नगर्नुहोस्, बरु घर फर्किनुहोस्। मेरो सजेसन अनुसार तपाईँले भिडियो हेर्दै हुनुहुन्छ भने तपाईँलाई कस्तो लाग्छ कमेन्ट पनि गर्नु होला। यो भिडियो चाहिँ अहिले आउने विद्यार्थीले हेर्न चाहिँ एकदम आवश्यकता छ कि। उनीहरूलाई चाहिँ सेयर पनि गर्नु होला। तर मैले युट्युबमा भिडियो नहाल्ने भएर भ्युज पनि त्यस्तो जाँदैन। तर मलाई मतलब पनि छैन, त्यस्तो हुन्छ नि, त्यति धेरै मतलब छैन यस्तो भिडियोहरू बनाउन पनि। त्यही पनि यो भिडियो चाहिँ अहिले आउने विद्यार्थीले थाहा पाएर आउनुपर्छ। नेपालदेखि रुलहरू बुझेर आउनुहोस् कि, बरु भाषा भन्दा नि रुल बुझेर आउनुहोस्। रुल के सब्सक्राइब गरेर जानु होला।